स्यापुरबेसीबाट हिँडेको करिब 3-3.5 घन्टापछि चाहिँ हामी अहिले ब्याम्बो भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ 1984 मिटरको उचाइमा। अबको हाम्रो अर्को डेस्टिनेसन रिम्चे 2495 हाई अल्टिट्युड। यो चाहिँ होटल शेर्पा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट र फ्री वाइफाईको पनि सुविधा। फर्केर आउँदा चाहिँ एक रात त यतै बस्नु पर्ला हैन त? हो नि के कसो? वे टु भ्यू पोइन्ट। त्यो ब्याम्बोबाट चाहिँ यहाँबाट एकदम दामी भ्यू देख्दो रहेछ। बस्ने ठाउँ एकदम राम्रो छ यहाँ। यो ठाउँको नाम ब्याम्बो हो। करिब 1984 मिटरको उचाइमा अवस्थित यो ब्याम्बो चाहिँ एकदम रमाइलो ठाउँ छ। हाम्रो साथी आइरहनु भएको छ। धेरै वर्षपछिको लाङटाङ ट्रेक आज सुरुवात भएको छ हाम्रो यात्रा। आजको रात चाहिँ हामी लामा होटेलसम्मको डेस्टिनेसन हाम्रो। त्यसपछि भोलि मात्र लाङटाङ भ्याली चाहिँ भोलि मात्र पुग्नेछ हामी। लाङटाङ खोलाको किनारमा अवस्थित ब्याम्बो ठाउँ हो यो। यो चाहिँ लाङटाङ खोला हो। यो खोला त्रिशुली खोलामा गएर मिसिन्छ। होटल तिब्बत गेस्ट हाउस अलैज ओपन। हामी अहिले ब्याम्बोमा छौँ। अब हामी कहाँ जान्छौँ? कुमार होटलतिर। कुमार होटल भएको ठाउँ भनेको यो कति हाइटमा छ होइन? ल ओके। पहिलेको जुम गरेर खिचाएन तपाईँले उहाँ एउटा म नाचेको उहाँ मलेसियामा। ल यहाँबाट अब हामी प्रस्थान हुँदैछौँ। जाउँ अब धेरै बस्नु हुँदैन। हाम्रो झोला बोकेर जाउँ। ल तल देखिएको स्यापुरबेसीबाट कता कता टाढा हामी यो बाटो आएको अहिले भर्खरबाट।